हेलो एभ्रीवन, मैले यहाँ चाहिँ गिभअवे च्यालेन्ज राखिरहेको थिएँ नि त। च्यालेन्ज चाहिँ मैले राखिरहेको थिएँ र यो च्यालेन्जमा चाहिँ के थियो भन्दाखेरि चाहिँ गेस गर्नुपर्ने थियो त्यसको भित्र चाहिँ के छ भन्नेलाई चाहिँ। यो चाहिँ खालि मेरो फलोवर्सहरूलाई मात्रै हो त है। र आज चाहिँ धेरै दिन बादमा चाहिँ यो कसैले जित्नु सफल भएको छ र फाइनली अस्तिदेखि चलिरहेको च्यालेन्जमा चाहिँ हाम्रो बहिनी निशाले चाहिँ गेसिङ च्यालेन्ज जित्नु भएको छ है त है। र उहाँले चाहिँ के जित्नु भएको छ अनबक्सिङ गरिदिनुस् बहिनी प्लिज। अनबक्सिङमा के छ तपाईलाई म देखाउन आँटेको छु। ज्याकपट। हाम्रो बहिनीले त ज्याकपट जित्नु भएको छ है त है गाइस। यदि तपाईहरुलाई पनि यस्तो ज्याकपटहरु पार्नु छ भनेदेखिलाई चाहिँ कमेन्ट गर्नु होला र यस्तो खालको हामी च्यालेन्जहरु राखिरहने छौ त है। बहिनीले यो ज्याकपट जितेर कस्तो लागिरहेछ आज? खुसी लागिरहेछ एकदम, ज्याकपट जितेर च्यालेन्जमा।